यो खैरेन्टार धुलेगौडाबाट देखिएको माछापुच्छ्रे हिमाल अन्नपूर्ण हिमालहरूको दृश्य हो। यो अति सुन्दर देखिएको छ। अहिले बाटो पनि राम्रो बनेको र हिँड्दा पनि आनन्द आउने प्राकृतिक मनोरम दृश्यहरू हेर्दै हिँड्न पाइने। यो चाहिँ गगनगौडाबाट देखिएको दृश्य हो। सुन्दर माछापुच्छ्रेको दृश्य, आहा, मनै आनन्द बनाउने दृश्य छ। ड्राइभिङ गरेर हिँड्दा दायाँ बायाँका दृश्यहरूले मलाई तरङ्गित बनाउँदो रहेछ। साथीले पाए मात्रै मलाई भन्ने नत्र भन्नुहुन्न हुन्छ। पहिला त दाइलाई नै व्यवस्था मिलाउनु भनेर सुरुमा भन्न दाइलाई नै। यो चाहिँ पुणे हिल जाने क्रममा बनठाँटी भन्ने स्थानबाट देखिएको दृश्य हो। यहाँ चाहिँ तलबाट जाने गाडीहरू रोक्ने, खाना खाने गर्दा रहेछन्। हामी पनि यसै क्रममा यहाँ बसेर खाना खायौँ। अब खाना खाइसकेर हामी हिँड्ने तयारी गर्दैछौँ। यहाँसम्म त गाडीको माध्यमबाट आयौँ र यहाँबाट हिँड्ने तयारी गर्दैछौँ। यसै क्रममा यहाँ माछापुच्छ्रेको पुच्छरहरू देखिएको, चुचुरोहरू देखिएको छ थोरै। त्यो पनि अति सुन्दर दृश्य छ। यस्तो देखिँदो रहेछ बनठाँटीबाट र यसै क्रममा यहाँ थोरै माथिपट्टि डाँडामा समथर भूभाग देखिएको र तलबाट हेर्दाको दृश्य चाहिँ असाध्यै रमाइलो छ। अब हामी चाहिँ खाना खाने तयारीमा छौँ। ओहो गाइजहरू, हामी कहाँ जान्ला? ल अटक्क लोकल कुखुराको मासु भात कस्तो भयो? ए अनि लोकल घिउ। अब हिँड्न सकिन्छ नि 3 घन्टा? के छ गाइजहरू? लट्ठी छ हो। अनि पेटा लोकल कुखुरा भात मासु छैन? के छ अब डायमन्ड। अनि अब कति हिँड्नुपर्छ अरे? अब हामी 5.5 किलोमिटर भनेको 2 घन्टादेखि 2.5 घन्टा हो जम्मा। तल खोला सुसाइरहेछ। अब हामी आज घोरीपानी गएर बसिन्छ र भोलि बिहानै पुणे हिलको डाँडामा करिब 1 घन्टा हिँडेर सूर्योदय हेर्ने, त्यहाँको रमणीय भ्यूहरू। ओहो कति हाइटमा हो? 2300। के छ तल? पानी खोला। साथीहरू चाहिँ एकदम ठाडै उकालोमा हिँड्दैछन्। के छ, हिँड्न गाह्रो छ? यहाँ चाहिँ तलपट्टि खोलाबाट झरेको बनेको सानो झरना मजाले सुसाइरहेछ। झरना पनि राम्रै देखिएको छ है। ल अब हामी एउटा सानो काठको पुल तर्दैछौँ। यहाँ चाहिँ एउटा काठ ठोकेर यस्तो बनाएको रहेछ। के पुल होला यो? पहिलो लटको थकान मार्दै यस्तो रमाइलो डाँडो छ हो उतापट्टि। बबाल भ्यू माथि माथिको डाँडा चाहिँ डाँडा माथि हुन्छ है। ल हामी कहाँनिर आइपुग्यो अरे? छाया मान्छे अनुसार काँडाको आँखामा काँडै संसार। ल यहाँ चाहिँ हाम्रो बाबु कसिएर हिँडेको छ है। टोपी लाएर झोला बोकेर हिँडेको छ। बाटोमा बाह्य पर्यटकहरूको चहल पहल पनि असाध्यै राम्रो छ। बर्खायाममा धेरै पानी परेको कारणले चाहिँ पहिरोहरू गएको। ल व्यापक उकालो रहेछ नि त।
के छ हामी हिँड्दैछौँ के अरे भन्दै लडे हामी घोरेपानी आइयो यता गयो उल्लेरी माथि गयो भने घोरेपानी होइन अशोक यहाँ यो त 55 झाले दरबार छ नि के हो माथिल्लो र बिचको तलमा गरेर मैले 39 फुटाए 14 दुनु 28 29 30 31 यो त अब उतापट्टि उति छ नि 38 वटा पुर्याए त नि कि यता र उता गरेर अब यो तल साइडमा कति रहेछ त्यसको यो डबल त गरेर नि घोरेपानी पुग्ने बेलामा 55 झाले दरबार देखियो कहाँ 55 मात्रै हुन्छ यो त 108 भन्दा बढी छ हो 39 40 41 42 यहाँ गने पनि देखिन्छ 48 अब उता कति होला विकाससँगै विनाश पनि निम्तिएको छ यी बाटो खन्ने क्रममा यहाँ पहिरो ठुलो पहिरो गएर छ पहिरो गइसकेपछि रुख बिरुवाहरू सबै पहिरोमा परेर लडेको बाटोहरू कतै कतै थुनिएको पनि देखियो है के छ 55 झाले दरबार देख्यौ त्यत्रो 55 झाले दरबार छ ल यहाँबाट घोरेपानी जाने बाटो फाट्यो उकालो छ त नानी ल हेरौँ पर्यटकहरू कति आउँदै हुनुहुन्छ एक हुल यहाँ चाहिँ चाइनिजहरू देखिरहेछन् ल हामी घोरेपानी आइपुग्यो घोरे हैन घोडे पानी ल फाइनली हामी घोडेपानी आइपुग्यो हामी घोरेपानी आइपुग्यो आयो है आयो ल घोरेपानी आइपुगेपछि हामीले सानो स्वयम्भूनाथको दुईटा आँखाले राम्रोसित हेरेको पनि देखियो है ल आज हामी बस्ने होटल चाहिँ सन्नी होटल घोरेपानी यहाँ बास्केटबल कोर्ट रहेछ कस्तो राम्रो आइयो होइन त आयो है आयो घोरेपानी आयो अब पुनिर कसरी उक्लिने हो भोलि आधी घन्टा त यत्रो बाटो त आइयो त्यो त दगुरे नि पुगिहालिन्छ नि ओहो साथी के छ कोठाको कस्तो लाग्यो त घोरेपानी हो त्यहाँ अन्जना यहाँ आमा छोरी होला के छ हिटिङ सिस्टम पनि छ त रहेछ है हामीलाई चाहिँ डर लाग्छ झट्का हुन्छ कि भनेर यसमा छ कि छैन के छ खाना कस्तो छ खाना मिठो छ सब भिड्दैछ नि त सब ओके छ यो चाहिँ बिहानको दृश्य हामी घोरेपानीबाट करिब 20 मिनट उक्लेपछिको अब सूर्योदय हुने तर्खरमा छ क्षितिजमा क्षितिजमा देखिएको यो किरणले हामीलाई जनाउँदैछ है सूर्योदय हुने क्रममा देखिएको यो माछापुच्छ्रे अन्नपूर्ण नीलगिरी हिमालहरूको चाहिँ दृश्य हो पर हेर्दाखेरि असाध्यै मनमोहक दृश्य छ अब सूर्योदय हुनै आँटेको छ हामी पुन हिलको टपमा पुगिसक्यौँ यहाँ यति धेरै पर्यटकहरूको घुइँचो लागेको छ सबैजना सूर्योदय हेर्ने आतुरमा हुनुहुन्छ र सूर्योदय लगभग हुनै आँटेको छ पर डाँडामा अब राम्रो देखिँदैछ है तस्बिर सूर्योदयको ल हेर्नुहोस्
यहाँबाट आनन्द आउने गरी सूर्योदयको नजारा देखिँदैछ। अब करिब करिब सूर्योदय भइसके पछाडि हिमालहरूको हिम श्रृङ्खलाको दृश्य पनि असाध्यै राम्रो देखिएको छ। ल हाम्रो बाबुले सूर्योदय पनि देख्यो, रमाउँदैछ हो। यता अरू पर्यटकहरू पनि आन्तरिक तथा बाह्य पर्यटकहरू एकदम धेरै छन् र उनीहरू असाध्यै खुसी मनाउँदैछन्। ल पूर्ण रूपले सूर्योदय भएको अवस्था। यो चाहिँ पूर्ण रूपमा सूर्योदय भइसके पछाडिको 360 भ्यू हो। पुनः हिलबाट देखिएको दृश्यहरू मैले 360 भ्यूको रूपमा चाहिँ पुरै लिएको छु। एकदम ज्यादो भएको छ, चहल पहल बढेको छ। यतापट्टि देखिने यो दक्षिणको दृश्य हो भने उत्तरदेखि पूर्वसम्म सबै हिम श्रृङ्खलाहरू देखिन्छ। यहाँ धौलागिरी हिम श्रृङ्खला असाध्यै मनमोहक रूपमा देखिएको छ। हाम्रो नानीहरू पनि आइपुगे। अब यता अन्जना आइपुगिन्। म चाहिँ सूर्योदय खिच्नको लागि अलि अगाडि नै अलि छिटो हिँडेर आइपुगेको थिएँ। अब मेरो टिमका अरू सदस्यहरू आउँदैछन्। अनि क्रम जारी छ। मेरो त लास्ट एन्ड फर्स्ट हुन जस्तो के चाल हो? ल हजुरको पुन हिलाइयो। मेरो लागि आइदिएको पुनिल के छ? कस्तो भइरहेको? एकदम रमाइलो कस्तो रहेछ? पिस Пойдем с толпой сфотографируем. Маша! हामी कहाँ छौँ? टावरमा पुनेल टावर। अनि पुनेल टावरबाट यो दृश्य कस्तो देखिरहेको? एकदम अति सुन्दर अमेजिङ है? अमेजिङ। बाबा आऊ न। निश्चल यसै ह्याप्पी मोडमा बन्द यार। के छ? यसै ह्याप्पी मोडमा बस्यो नि हुन्छ है कहिले काहीँ त। त्यो म्युजिक हजुरलाई कस्तो लागिरहेको छ?